Hello everyone, I hope you are doing well. I'm Princess Thapa Magar from Gandai Balbatika School. As you all know, the 32nd Gyan Carnival is being organized at Gandai Balbatika School at 15th Bodha, 31st August. Now I'll be interviewing with some representative of Ali School. So here we go. Namaste. नमस्ते हजुरको शुभ नाम मेरो विजय प्रकाश महर्जन हजुर फर्स्ट कार्निभलदेखि सहभागी हुँदै आइरहनु भएको थियो हजुरको यसमा अनुभव कस्तो रहेको थियो अब ज्ञान कार्निभल सुरु गराउनको लागि नै हामीले विशेष हाम्रो पहिला अनमोल सर थियो अनमोल सरलाई विशेष जोड गरेर निराकार सर याकठुम्बा हाम्रो याकठुम्बा म्यामलाई हामीले विशेष जोड गरेर पहिला स्कुल लेभलको क्लबले मात्रै गर्थ्यो अब स्कुल लेभलको गेम भनेको स्कुलले गर्ने अर्गनाइजर चाहिँ छैन त्यो बेला जुन अनि हामीले अब यो ग्राउन्ड कोर्ट भएको स्कुल हैन अनि मिल्ने कुरा सुन्ने साथीहरू भएको म्यामहरू भएको कारणले हामीले ज्ञानोदयमा भने ज्ञानोदयमा फर्स्ट ज्ञान कार्निभल हुँदाखेरि हामी 6-7 जना साथीहरू मिलेर हामी आफै रेफ्री गरेर स्कुल अब बास्केटबल डेभलपको लागि हामीले ज्ञान कार्निभलको लागि एकदम सहयोग गरेका थियौँ हामीले अब अहिले 32 वर्ष भइसक्यो ज्ञानोदयले ज्ञान कार्निभल आयोजना गरेको अब यसको विगतको बारेमा अझै के भन्न चाहनुहुन्छ अब ज्ञान कार्निभलबाट जुन चाहिँ हाम्रो नेसनल टिमको लागि हैन धेरै खेलाडीहरू प्रोडक्ट भएको छ विभिन्न स्कुलबाट अर्गनाइजर गेम सञ्चालन भइसकेपछि बच्चाहरू अभियसली अब ज्ञान कार्निभलबाट धेरै नेसनल टिममा पढेको थियो कार्निभल जस्तो खेलको माध्यमबाट देशको लागि कस्तो योगदान पुगेको छ होला अब अहिले जति पनि खेलिरहेको छ कोचिङ गरिरहेको छ हैन त्यही अब ज्ञान कार्निभल सञ्चालन गरेर नै यो चाहिँ खेलाडी कोचहरू उत्पादन भएको थियो सो अब लास्टमा तपाईँले अब यहाँ सहभागी हुने विद्यार्थीहरूलाई के भन्न चाहनुहुन्छ के सन्देश चाहिँ दिन चाहनुहुन्छ अब विद्यार्थी भाइ बहिनीहरूलाई के भन्छु भन्दाखेरि अब यो ज्ञान कार्निभल एउटा यस्तो चाहिँ प्लेटफर्म हो हैन खेलाडी उत्पादन देशको लागि नेसनल टिमको लागि यहाँबाट खेलेर गएपछि विशेष कोचहरूको आँखा लाग्ने ठाउँ चाहिँ ज्ञान कार्निभल नै हो धन्यवाद थ्याङ्क यू नमस्ते सर नमस्ते हजुरको शुभ नाम मेरो राजेन्द्र कार्की हजुर के को कोच हुनुहुन्छ होला फुटबलको हजुर फुटबल क्षेत्रमा लाग्नुभएको चाहिँ कति वर्ष भयो होला एलेमा फुटबल कोच गरेको त 28 वर्ष भयो है अब फुटबल क्षेत्रमा सानै उमेरदेखि लागेको भने चाहिँ अब अहिले 54 वर्षको भयो अब कति वर्ष भन्नु झन्डै अब 40 वर्षै भनौँ न होइन 40 वर्ष जस्तै भनौँ न हजुरले फुटबल नै रोज्नुको कारण चाहिँ के थियो होला होइन फुटबलै रोज्नु कारण अब स्कुल पढ्दाखेरि फुटबलै खेलिन्थ्यो बढी होइन अनि त्यसपछि अब बिस्तारै खेल्दै गयो अलिकति खेल्न पनि जाने जस्तो भयो त्यसपछि अब फुटबलतिरै लाग्यो भनौँ न 32औं ज्ञान कार्निभलको आयोजना हुँदैछ यसको विगतको बारेमा हजुरलाई के थाहा छ किन अब ज्ञान कार्निभल सुरु हुँदाखेरिदेखि नै म त्यहाँ हामी भाग लिइरहेका थियौँ र त्यहाँ जस हुने फुटबल प्रतियोगिताहरू राम्रै हुन्छ राम्रो होइन बच्चाहरूलाई एउटा खेल्ने वातावरण बनाइदिएकोमा ज्ञानोदयलाई पनि धेरै धेरै धन्यवाद छ किनभने त्यहाँको टुर्नामेन्ट पनि एकदम राम्रो टुर्नामेन्टै हुन्छ कार्निभलको माध्यमबाट चाहिँ अब कार्निभल जस्तो खेलहरूको माध्यमबाट चाहिँ देशमा कस्ता योगदानहरू पुगेको छन् होला त कार्निभलको योगदानबाट खै अब बास्केटबल त मलाई थाहा भएन त्यति होइन फुटबलमा त अब एकचोटि ज्ञानोदयले एन्फाको एकाडेमीको बच्चा पनि राखेको थियो क्यारे होइन त्यो समय धेरै अगाडि जुन यो प्रदीप महर्जनहरू यो यिनीहरूको पालामा राखेको थियो क्यारे त्यहाँबाट त निकै राम्रो निस्किएको थियो नि बच्चाहरू होइन ज्ञान कार्निभलले अब जस राम्रै पछि फुटबल प्लेयर बनाउन सक्ने ऊ चाहिँ छ त्यो टुर्नामेन्टले कार्निभलमा सहभागी हुने फुटबल विद्यार्थीहरूलाई चाहिँ तपाईँले के सन्देश चाहिँ दिन चाहनुहुन्छ त मैले त अब सबैले राम्रो खेल्नु फेयर खेल्नु खेलमा हार जित हुन्छ होइन तर सबैले आफ्नो खेल भावना अनुसार खेल्नु पर्यो खेलमा अब अलिकति कहिलेकाहीँ आफूले हान्दा पनि जान अनजानमा लाग्छ होइन अरूले हान्दा पनि लाग्छ त्यसमा रिसाउनु भएन होइन सरी भन्नु पर्यो र फेयर गेम खेल्यो भने
जित हार त अब गेममा भइहाल्छ, तर सबैले फेयर खेलुन्, कसैले नरिसाइकन मुख नछाडिकन। मेन अब स्कुल गेममा अहिलेको बच्चाहरूको भनेको अलिकति बलले के हुन्छ भने खुट्टामा लाग्यो भने मुख छोड्ने, हात उठाउने, हात झम्टिने, त्यस्तो चाहिँ नगरिदिनु होला। सबैले फेयर खेलिदिनुहोस्, गेम जसले राम्रो खेल्छ त्यसले जित्छ, होइन? हजुर, धन्यवाद सर। धन्यवाद। Now I'm here with a player of LA School, so let's introduce him. Hello, Hello, can you please introduce yourself? my name is Jimmy Lama. I am representing Little Angel School. So, who's your favorite player and why? My favorite player is Zinedine Zidane because he always works hard. So, do you think your team can reach the finals? Yes, of course. So, any last messages to your supporters, coaches, and your teammates? Wish you all the best. Thank you so much. Thank you. Now I have a basketball player from the team LA. Hello, Hi, what's your name? Vintuna Shrestha. So, how long have you been playing basketball for? For like 2-3 years, So, who's your favorite player and why? Corey, and he shoots very well, so that's why. So, what are the things that your team can improve? Like defensive, shooting, passing. So, do you think your team can reach the final states? Yeah, I guess. So, any last messages to your supporters, coaches, and your fellow teammates? We can do it, and if we practice well, we can win. We can reach up to final. Yeah. Thank you. Thank you so much. Thank you.